नमस्कार, कार्यक्रम एजेन्डा प्लसमा स्वागत छ। वैदेशिक रोजगार नेपालको आर्थिक जीवनका लागि अहिले सबैभन्दा मजबुत विकल्पका रूपमा स्थापित छ। जसरी देशका लागि वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्सको महत्त्वपूर्ण भूमिका छ, त्यसैगरी एउटा वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि वैदेशिक रोजगार परिवार र आफ्नो लागि उत्तिकै महत्त्वपूर्ण छ। देशमा रोजगारीको अभाव छ, त्यो अवस्थामा नागरिकले वैदेशिक रोजगारीलाई विकल्प चुन्नु स्वाभाविक प्रक्रिया पनि हो। तर वैदेशिक रोजगारीमा जानका लागि अपनाइने अवैध प्रक्रिया र प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा पठाउने नाममा चलेका गिरोहले मानव तस्करीको नयाँ आयामलाई उजागर गरेको छ। विभिन्न प्रलोभनमा परेर विदेश कमाउन जाने होडबाजीले नेपालीहरू मानव तस्करीको दलदलमा फसिरहेका छन्। संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि सरकारले 111 देश खुल्ला गरेको छ। तैपनि भिजिट भिसाका नाममा भारतीय बाटो हुँदै विदेश जाने चक्करमा युरोप अमेरिका प्रवेश गर्ने लोभमा नेपाली नागरिक मानव तस्करको चङ्गुलमा परिरहेका छन्। भिजिट भिसाको दुरुपयोग गरेर भइरहेको मानव तस्करीले अर्को विकराल रूप लिएको देखिन्छ। देशभित्रै र बाहिर रहेका तस्करहरूको फन्दामा परेका सोझा साझा नेपाली नागरिक डर, धम्की, दुर्व्यवहार, यौन हिंसा, यातनाको शिकार भइरहेका छन्। मानव बेचबिखन र तस्करीमा कसरी परिरहेका छन् त नेपाली नागरिक? खास गरी भिजिट भिसाको चक्करमा जानी नजानी मानव तस्करको फन्दामा परेर विभिन्न देशमा पीडादायी जीवन भोगिरहेका नागरिकको उद्धार र पुनर्स्थापनामा सरकारको भूमिका कस्तो छ? मानव बेचबिखन र ओसार पसारलाई नियन्त्रण गर्न र अपराधीलाई कठघरामा उभ्याउन के कस्ता पहल भइरहेका छन् त? आज हामी 18औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको सन्दर्भमा वैदेशिक रोजगार र भिजिट भिसाको आडमा भइरहेको मानव बेचबिखन तथा ओसार पसार र शोषणका विषयमा केन्द्रित हुनेछौँ। आजको संवादमा हामीसँग हुनुहुनेछ नेपाल प्रहरी अन्तर्गत मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर राणा, वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष दिक बहादुर खत्री र आप्रवासी महिला कामदार समूह आमकाश नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठ। यहाँहरू तीनैजनालाई स्वागत छ कार्यक्रममा। धन्यवाद। सुरुमा विजयाजीबाट जान चाहे। सरकारले नै श्रम गन्तव्य भनेर 111वटा मुलुक तोकिसकेको छ। तर पनि ती देशहरूमा जान मानिसहरू अवैध बाटो नै किन रोज्छन्, गलत बाटो नै किन रोज्छन्? यहीबाट सुरु गरौँ। अब यो भन्दा सर्वप्रथम त प्रतिबन्ध, महिलाहरू लगाएको प्रतिबन्ध। महिलाहरूलाई मात्र, अरू देशमा त पुरुषलाई पनि होला, तर महिलाहरूलाई चाहिँ विशेष गरी महिलाहरूको अहिले एकदमै जोखिमपूर्ण यात्रा गर्ने त घरेलु कामदारमै जाने दिदीबहिनीहरू, र त्यो दिदीबहिनीहरू विशेष गरी खाडी मुलुक नै गइरहेका छन्। र खाडी मुलुकमा चाहिँ घरेलु कामदारमा जानुको लागि चाहिँ जुन प्रतिबन्ध लगाइएको छ, त्यो प्रतिबन्धले गर्दाखेरि चाहिँ त्यो समस्यामा परेको दिदीबहिनीहरू। प्रतिबन्ध कहिलेसम्म त? प्रतिबन्ध यदि यो प्रतिबन्धलाई हामीले चाहिँ खुकुलो गरिदियो भने चाहिँ पक्कै पनि यो जुन यो बेचबिखन हुने कुरा, यो भिजिट भिसाको समस्याहरू, यो पक्कै पनि आधीभन्दा बढी समस्या चाहिँ समाधान हुन्छ। र प्रतिबन्ध नै हो यसको अहिले चाहिँ। र सरकारले चाहिँ यो प्रतिबन्धलाई अहिले मैले जुन बेला मैले यो काम यो क्षेत्रमा काम सुरु गरेँ, त्यो बेलादेखि नै मैले प्रतिबन्धमा काम गरेको। 1998मा प्रतिबन्ध लागेको थियो। त्यो प्रतिबन्धमा हामीले एडभोकेसी गरेर 2003मा त्यसलाई पार्सियली लिफ्ट गर्यो, 2007मा पुरै लिफ्ट गर्यो। फेरि 2009मा लेबनन जानेहरूलाई प्रतिबन्ध लगाइयो। फेरि 2012मा उमेरको आधारमा र बालबच्चा 2 वर्षभन्दा मुनिको बच्चा हुने महिलाहरूलाई जानु नदिने त्यस्तो प्रतिबन्ध 2012मा लाग्यो। फेरि त्यो प्रतिबन्धलाई पनि हुँदैन भनेपछि त्यो प्रतिबन्धलाई उमेरको हदबन्दी अलिकति कम गरिदियो, जस अहिले 25 वर्षसम्मको लागि गरिदिएको छ। त्यो गर्दा फेरि 2017मा फेरि प्रतिबन्ध लगाइएको छ होइन। प्रतिबन्ध महिलालाई कहिलेसम्म प्रतिबन्ध? यो प्रतिबन्ध चाहिँ समस्याको समाधान होइन कि। यो प्रतिबन्धले गर्दा नै यो बेचबिखन बढेकै। अहिले हिजो मात्रै एउटा तथ्याङ्कले, यो ओभरीको तथ्याङ्कले के भनेछ भने 71% अफ वुमेन माइग्रेसन, महिला चाहिँ माइग्रेट हुने चाहिँ अझै बढिरहेको छ यो साल, पोहोरको सालभन्दा होइन। त्यसले गर्दा अझै हामी आमकाशले सेल्टर पनि रन गर्छ। त्यो हाम्रो सेल्टरको तथ्याङ्क हेर्दाखेरि चाहिँ भिजिट भिसामा जाने दिदीबहिनीहरू बढेको छन्। र भिजिट भिसामा गएर ठिकै छ नि त, गएर काम गर्नु पाए त हुन्थ्यो नि त। तर भिजिट भिसामा गएर उहाँहरूको के रहन्थ्यो, उहाँको काम त सुनिश्चित भएन नि त भिजिट भिसामा। कमसेकम रिक्रुटमेन्ट एजेन्सीबाट गएको भए, सरकारबाट इजाजत लिएर जानु पाएको भए, प्रतिबन्ध नभएको भए, आफ्नै एफोर्ट प्रयोग गरेर जानु पाएको भए चाहिँ त्यो दिदीबहिनीले कमसेकम त्यहाँ गएर काम गर्नु पाउँथ्यो नि त।
तर प्रतिबन्धले गर्दा भिजिट भिसाबाट उनीहरू नेपालको बाटो इन्डियाको बाटो भएर जानु परिरहेछ होइन। दलालहरूले ट्राफिकरहरूले चाहिँ त्यताबाट लगिरहेछ। उनीहरूले कुनै तालिम लिएको छैन, प्रि डिपार्चर ओरिएन्टेसन लिनु पाएको छैन। कमसेकम प्रतिबन्ध छैन भने नभएको भए चाहिँ उनीहरूले पनि प्रि डिपार्चर ओरिएन्टेसन लिनु पाउँथ्यो, आफ्नै देशको एयरपोर्टबाट जानु पाउँथ्यो होइन, सबै किसिमको तालिमहरू लिएर जानु पाउँथ्यो। त्यसले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ वहाँ गएर चाहिँ आफ्नो काम गरेर केही समस्या पऱ्यो भने पनि रिक्रुटमेन्ट एजेन्सीले जिम्मा लिने थियो, सरकारले जिम्मा लिने थियो, हामी जस्तो सङ्घ संस्थाले पनि सजिलो हुने थियो नि त। अहिले त भिजिट भिसामा गइरहेछ, भिजिट भिसामा गएको छ, कुनै डकुमेन्ट छैन। अब पैसा तिरे कति तिर्यो भन्दा 1,80,000 1,60,000 तिरेको भन्छ, तर उनीहरूको कुनै प्रमाण छैन। अब हामीले कसरी लडिने उनीहरूको केस? यति दिदीबहिनीहरू आएको छ कि अहिले हामीले यो वर्षमा हामीले झन्डै लगभग यो सालमा चाहिँ 2023 चाहिँ झन्डै 300जना दिदीबहिनीलाई चाहिँ हामीले सेल्टर गऱ्यौँ। त्यो सेल्टर गरेकोमा मोर देन 50% भिजिट भिसामा गएर अलपत्र परेर फर्किनु भएको र उहाँहरूलाई हामीले चाहिँ उहाँहरू कम्पेन्सेट गर्न नसकेको, किनकि उहाँहरूसँग कुनै पनि डकुमेन्ट छैन। डकुमेन्ट भनेको 2-4 हजार उनीहरूले दिएको पहिला अलि लेनदेन गरेको छ, त्योभन्दा बाहेक छैन। त्यो कसरी हामीले उहाँहरूलाई कम्पेन्सेट गर्ने त? त्यसले गर्दा प्रतिबन्ध सबैभन्दा मूल समस्या चाहिँ प्रतिबन्ध हो। यो प्रतिबन्ध भन्ने कुरा चाहिँ केही क्षणको लागि हामीले सरकारलाई पनि प्रतिबन्ध लाउँदाखेरि हामीलाई पनि ठिकै पनि लागेको थियो, ठिकै छ भिजिट भिसाले गर्दाखेरि प्रतिबन्ध लगाए सरकारले भनेर हामीलाई पनि खुसी लागेको थियो। तर प्रतिबन्ध लागेको त 7 वर्ष 8 वर्ष भइसक्यो नि त। यो प्रतिबन्ध लागेकोले गर्दाखेरि दिदीबहिनीहरू ट्राफिक भएकै छन्, को बाटोबाट गएको छन्, भिजिट भिसामा गएको छन् र उहाँहरूले कुनै पनि सरकारबाट पाउने मतलब सेवा सुविधाहरूबाट वञ्चित भइरहेको छ र हामीले केही पनि गर्नु सकेको छैन। तर अब सरकारले के गरेको छैन भन्दा सरकारले नगरेको होइन जस्तो लाग्छ मलाई चाहिँ, किनकि हिजो मात्रै मन्त्रीज्यूले हाम्रो श्रम रोजगार मन्त्रीज्यूले चाहिँ के भन्नुभएको छ भने अहिले एउटा कमिटी बनेको छ र त्यो एउटा खुसीको कुरा पनि हामीलाई हिजो एकदमै खुसी पनि लागेको थियो। एउटा कमिटी बनेको छ, त्यो जोइन्ट कमिटी चाहिँ दुबई सरकारसँग बनेको छ। त्यो कमिटी चाहिँ यदि सक्सेसफुल भयो भने अरू गल्फ कन्ट्रीमा पनि रेप्लिकेट गर्ने कुरा भइरहेछ। त्यो कमिटीले चाहिँ के गरेको छ भने त्यसमा चाहिँ हाम्रो सरकारहरू उहाँहरूले चाहिँ एउटा MOU गर्ने होइन, बायोलेटरल एग्रिमेन्ट गर्ने, जसमा चाहिँ मतलब डोमेस्टिक वर्कर महिलाको पनि मन्त्रालयले दुवैजनालाई पाइलट प्रोजेक्ट मार्फत पठाउने भनिएको छ। त्यो चाहिँ त्यतापट्टि आउला। भिजिट भिसाका नाममा मानव तस्करको चङ्गुलमा मानिसहरू कसरी पर्छन् डिगबहादुर सर? अहिले हामी नेपालको सन्दर्भमा विशेष गरेर बहस गरिरहेका छौँ मलाई जस्तो लाग्छ, तर अलिकति विश्वव्यापी रूपमा पनि मानव तस्करीका सन्दर्भमा भइरहेको विषयलाई अलिकति म जोड्न चाहन्छु। विश्वमा अहिले अवैध कारोबारको रूपमा दोस्रो अवैध व्यवसायको रूपमा चाहिँ फर्स्ट आएको छ यो मानव तस्करी र तकरिबन $50 बिलियन भन्दा बढी चाहिँ कारोबार हुन्छ मानव तस्करी। यो विश्व नै त्यसको चपेटामा परेको छ र त्यो चपेटाको एउटा छिटामा हामी पनि छौँ। विशेष गरेर नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले 2वटा मुद्दाहरू उठान गर्यो। 2वटा मुद्दाहरू उठान गर्ने क्रममा यो विशेष गरेर चाहिँ नि कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने सन्दर्भमा एउटा पाटो भयो। दोस्रो कुरा चाहिँ के विषयले गर्दा चाहिँ मानव तस्करी बढिरहेको छ नेपालबाट भन्ने कुरा चाहिँ हामीले अलिकति गहन अध्ययन गरेर पटक पटक यो विषयहरूलाई उठान गर्दै पनि आएका छौँ। 111 राष्ट्रलाई चाहिँ श्रम गन्तव्यको रूपमा राज्यले खोल्यो, तर सँगसँगै नीति के बनाइदियो भन्दाखेरि अनिवार्य मागपत्र प्रमाणीकरण चाहिँ जुन कूटनीतिक नियोगले गर्नुपर्ने त्यो अनिवार्य बनाइदिइसकेपछि विभिन्न देशहरूमा अहिले विभिन्न आकर्षक गन्तव्य मुलुकहरूमा चाहिँ नि हाम्रा दूतावास नभएको कारणले गर्दाखेरि मागपत्र प्रमाणीकरण हुन सकेको छैन। मागपत्र प्रमाणीकरण हुन नसक्नुको पछाडि मानव तस्करीको चाहिँ नि ठुलो एउटा अवस्थाको चाहिँ सृजना भयो। यहाँ त महिला कहीँ मात्रै पनि विषय कुरा नगरौँ, पुरुषको तपाईँ रसियामा हेर्नुभयो भने केही समय अगाडि हामीले हेरेका थियौँ, त्यो रसियामा चाहिँ आर्मीमा गएर भर्ना भएको पुरुष तस्करी पनि चाहिँ भएको छ। यसलाई चाहिँ अलिकति यो मागपत्र प्रमाणीकरणको सहजीकरण एउटा र दोस्रो कुरा चाहिँ गन्तव्य मुलुकहरूसँग MOU गरेर एउटा यस्तो खालको राज्यले संयन्त्र बनाउनु पर्यो जुन संयन्त्रका कारणले गर्दाखेरि मानव तस्करी विशेष गरेर महिलाहरूका सन्दर्भमा यो चाहिँ नि रोकिने एउटा वातावरणको सिर्जना होस्। त्यो संयन्त्रमा राज्य पनि आउनु पर्यो, व्यवसायी पनि आउनु पर्यो र सबै मिलेर चाहिँ नि त्यो एउटा संयन्त्र बनाउने हो भनेदेखि तस्करी रोकिन्छ। स्थिति एकदमै भयावह छ, समयमा छलफल भएको छ यो विषय विभिन्न खुल्ला सीमा र अर्को चाहिँ नि विभिन्न राष्ट्रहरूलाई चाहिँ ट्रान्जिट बनाएर अहिले भइरहेको विशेष गरेर महिला कामदारहरूको तस्करी भयावह छ।
त्यो तथ्याङ्कलाई नै हामीले हेर्ने हो भने साउदी अरेबिया वञ्चित छ, त्यहाँ 60,000 भन्दा बढी महिला कामदारहरू पुगेका छन् भन्ने छ। कुवेत प्रतिबन्ध छ, त्यहाँ चाहिँ 70,000 भन्दा बढी महिलाहरू त्यहाँ पुगेका छन् भनिएको छ। जोर्डनसँग भएको श्रम सम्झौता, राज्यले जोर्डनसँग श्रम सम्झौता गर्यो। केही व्यवसायीहरू त्यहाँबाट चाहिँ नि मागपत्रहरू लिगल वेबाट उहाँहरूले चाहिँ लिएर आउनुभयो, प्रमाणीकरण गरेर लिएर आउनुभयो। उहाँहरू अस्ति गुनासो गर्दै हुनुहुन्थ्यो, हामीले ल्याएका मागपत्रहरूमा हामीले महिला कामदार पठाउन पाएनौँ। कारण के भन्दाखेरि एउटा द्रुत गतिमा त्यो भिजिट भिसामा लैजानेले द्रुत गतिमा लाने भयो र जसले मागपत्र प्रमाणीकरण गरेर लिएर आएको छ त्यसको प्रोसेस चाहिँ एकदमै लामो हुने भएको कारणले गर्दाखेरि मान्छेले चाहिँ त्यो द्रुत मार्ग चाहिँ अपनाइरहेका छन् भन्ने विषय पनि। तपाईँ आफै वैदेशिक रोजगार व्यवसायमा हुनुहुन्छ, त्यसरी अलपत्र पार्ने चाहिँ को हुन्? त्यसरी मानव तस्करको सञ्जालमा पार्ने चाहिँ को हुन्? हेर्नुहोस्, अब सबैभन्दा प्रमुख कुरा चाहिँ यहाँ के छ भन्दाखेरि जहिले पनि यो वैदेशिक रोजगार क्षेत्रलाई विशेष गरेर संस्थागत रूपमा हामी 980 तकरिबन चाहिँ क्रियाशील संस्थाहरू छौँ। त्यो क्रियाशील संस्थाहरूलाई र जो बिचौलियाको रूपमा यो यसलाई अवसरको रूपमा विशेष गरेर मानव तस्करीलाई अवसरको रूपमा लिएर चाहिँ उनीहरूले एउटा कमाउ धन्दाको बाटो अपनाइरहेका छन्। ती सबै चिजहरूलाई एउटै बास्केटमा हेरेर राख्ने चलन छ। त्यसकारणले कहिलेकाहीँ यो एलिगेन्स चाहिँ वैदेशिक रोजगार व्यवसायीहरूलाई पनि आउने गरेको छ। तर अहिले पछिल्लो समय यहाँले हेर्नुभयो भनेदेखि सामाजिक सञ्जालमा यत्रतत्र विज्ञापनहरू भएका छन्, बिचौलियाहरू त्यत्तिकै क्रियाशील छन्। अझ अर्को कुरा त के पनि हुँदो रहेछ भन्दाखेरि देश आर्थिक मन्दीको चाहिँ नि चपेटामा पर्नु अथवा आर्थिक चलखेल अलिकति कम हुनुले चाहिँ मान्छेहरूले त्यो कसरी सजिलो बाटोबाट चाहिँ पैसा कमाउन सकिन्छ त्यो बाटो चाहिँ अवलम्बन गर्दा रहेछन्। त्यो बिचौलियाहरू चाहिँ नि जो गैर व्यवसायीहरू छन् जसले चाहिँ राज्यले चाहिँ व्यवसाय गर्न चाहिँ उहाँहरूलाई चाहिँ स्वीकृति दिएको छैन, ती व्यक्तिहरू ती त्यस्ता संस्थाहरू चाहिँ नि यसमा सक्रिय रहेको देखिन्छ। अघि डिकबहादुरले भनिसक्नुभयो जसरी चङ्गुलमा पर्ने गर्छन् भिजिट भिसाका नाममादेखि लिएर अनेकौँ समस्याहरूबारे उहाँले भन्दै हुनुहुन्थ्यो। ओमजी, जसरी मानव तस्करको सञ्जाललाई पहिचान गर्ने, गिरोहलाई पहिचान गर्ने र कारबाही गर्ने निकाय पनि हो अनुसन्धान ब्युरो। तपाईँले ब्युरोमा कस्ता कस्ता समस्याहरू देखिराख्नु भएको छ, कसरी चङ्गुलमा पर्ने गरेका छन्, कसरी ठगिराखेका छन्, बताइदिनुहोस् न। यसमा विशेष गरेर अग्नि कुरा बिचौलियाहरू र केही एजेन्टहरू, केही मानिसहरूले गाउँघरबाट चाहिँ बेरोजगार भएका दिदीबहिनीहरू जो सोझा साझा छन्, अशिक्षित छन्, गरिबी छन्, परिवार विचलन भएको छ अथवा एकल परिवारका त्यस्ता चाहिँ महिला दिदीबहिनीहरूलाई चाहिँ विभिन्न खालको प्रलोभन देखाएर त्यहाँ गइसकेपछि 8 घण्टा काम हुन्छ, त्यसपछि 50-60 हजार त्यसको चाहिँ सेलरी पाउँछ, 2 वर्षको कन्ट्याक्ट छ भन्ने खालका विभिन्न यसरी चाहिँ उनीहरूलाई प्रलोभन पारेर उनीहरूलाई चाहिँ खुसी बनाउने। त्यसपछि उनीहरूलाई सामाजिक सञ्जालमा त विज्ञापन नै गर्छ। हजुर, विज्ञापन समेत गरेर उनीहरूलाई भिसा मार्फत चाहिँ उनीहरूलाई यहाँबाट चाहिँ अब एउटा नेपालबाट चाहिँ दुबईसम्म लैजाने र दुबईबाट चाहिँ विभिन्न कन्ट्री जस्तो इराक, त्यसै गरी कुवेत, म्यानमार, साउदी लगायत कन्ट्रीमा उनीहरूले त्यसरी लगेर चाहिँ घरेलु कामदारमा त्यहाँ एजेन्सी मार्फत फेरि उनीहरूलाई चाहिँ सर्टेन एमाउन्टमा अथवा $3,000, $4,000, $5,000 चाहिँ व्यक्तिको घरमा चाहिँ घरेलु कामदारको लागि त्यसरी लगेर त्यहाँ गइसकेपछि उनीहरूलाई त्यहाँ श्रम शोषण र यौन शोषण भएको कुराहरू आइरहेको छ एउटा पाटो। अर्को बाटो चाहिँ नेपालबाट होइन, यहाँबाट फेरि भारतबाट श्रीलङ्का फेरि दुबई हुँदै दुबईबाट फेरि त्यसरी चाहिँ त्यहाँ कलेक्सन गरेर यसरी चाहिँ उनीहरूले खाडी मुलुकमा चाहिँ लैरहेको अवस्था चाहिँ देखिएको छ। ब्युरोले अनुसन्धान गरेको पछिल्लो तथ्याङ्क बताइदिनुहोस् न। हाम्रो यो ब्युरो स्थापना भइसकेपछि जुन यो मानव बेचबिखन किसिमबाट जुन नेपाल अथवा भारतमा पनि जुन बेचबिखन भएको त्यसै गरी खाडी मुलुकमा लगेर टोटल हेर्दाखेरि अहिलेसम्म ब्युरो स्थापनादेखि 1024वटा चाहिँ मुद्दा दर्ता भइसकेको छ भने 2175 जनालाई कारबाहीको दायरामा हामीले चाहिँ ल्याइसकेका छौँ र 1823 जनालाई हामीले उद्धार चाहिँ अहिले गरिसकेको अवस्था छ। एकातिर यसमा चाहिँ को व्यक्तिहरू संलग्न छन् त, पठाउने व्यक्तिहरू, यसमा फगाउने व्यक्तिहरू, गाउँमा गएर जाने व्यक्तिहरू, लोकल एजेन्टहरू को छ, यहाँ बिचौलियाहरू को छन् तिनीहरूको पनि पहिचान गरेर तिनीहरूलाई पनि फलोअप गर्ने र जुन विदेश जाँदाखेरि जुन मानव बेचबिखनमा उहाँहरू बेचिनुभयो अथवा त्यो मर्कामा पर्नुभयो फर्केर आइसकेपछि उहाँहरूले चाहिँ जाहेदेशी कारबाही प्रक्रिया अगाडि चाहिँ हामीले बढाएका छौँ भने एकातिर अर्को भने विदेश गइसकेपछि जुन विभिन्न खाडी मुलुकमा उहाँहरूको सम्पर्क परिवारसँग सम्पर्क नभइसकेपछि या भए पनि उहाँहरू चाहिँ विभिन्न चाहिँ शोषणमा परेको अवस्था देखियो भने उहाँहरूलाई हामी कहाँ चाहिँ नियमित दिनुहुन्छ, त्यसपछि हामी उहाँलाई उद्धारको लागि चाहिँ
फलोअप गरेर अनि हाम्रोमा निवेदन परेपछि हामीले चाहिँ सिआइबी सिआइमाथि प्रहरी प्रधान कार्यालय त्यसपछि गृह मन्त्रालय परराष्ट्र हुँदै कन्सुलर मार्फत यसरी चाहिँ केही उद्धार भएको छ भने केही चाहिँ सिधै एजेन्टहरू चाहिँ मार्फत चाहिँ उद्धार गर्ने कामहरू चाहिँ भइरहेको छ। भिजिट भिसाका नाममा त्यसरी ठगिएका त्यसरी अलपत्र परेका त्यस्ताहरू कति छन्? अब अहिले पनि जस्तो 20वटा कन्ट्रीमा चाहिँ लगभग 95 जना चाहिँ अहिले निवेदन दिनुभएको छ होइन उहाँ उद्धारको लागि भनेर। यसमा धेरैको सङ्ख्या चाहिँ हामी अहिलेसम्म 100 जनाको सङ्ख्या आइसकेको छ हामी कहाँ उद्योगको लागि। तर हामीले प्रत्येक दिन उद्धार गर्दा अहिलेसम्म 1823 जनाको चाहिँ उद्धार भइसकेको छ। अब त्यसमा लगभग चाहिँ 90% चाहिँ भिजिट भिसा मार्फत नै गएर धेरै ठुलो आँकडा हो, एकदम ठुलो नै छ यो भिजिट भिसा मार्फत। त्यहाँ गएपछि दुबई त्यहाँ भिसा कन्भर्ट गरेर त्यहाँको चाहिँ यिनीहरूको चाहिँ एजेन्सी हुन्छ एजेन्सीले मार्फत चाहिँ त्यहाँ चाहिँ उनीहरूले चाहिँ क्याम्प जस्तोमा राख्ने त्यसपछि अनि विभिन्न घरेलु कामदारको लागि घरमा पठाउने त्यहाँको लोकल एजेन्सी र एजेन्टहरूले त्यो काम गरेको चाहिँ देखिएको छ। विजयाजी जसरी तपाईले अघि भन्नुभयो प्रतिबन्ध एउटा मुख्य समस्याको रूपमा तपाईले अर्थ्याउनु भयो, तर यो समस्या आजको होइन वर्षौंदेखि हुँदै आएको छ। त्यसरी भिजिट भिसाका नाममा महिलाहरू विदेशी नै भइसकेपछि उनीहरू श्रम शोषणमा पर्ने, यौन शोषणमा पर्ने, ठगिने जस्ता घटनाहरू, मानव बेचबिखनमा पर्ने घटनाहरू वर्षौंदेखि भइराखेको छ। यहाँनिर हामी कहाँ चुकिराखेका छौँ? नियम कानुन यति राम्रो छन्, वैदेशिक रोजगार ऐन छन् होइन, पोलिसीदेखि सबै कुरा छन्, नियम कानुन भए पनि नियन्त्रण हुनुपर्ने तर झनै बढिराखेको त्यसको इम्प्लिमेन्टेसन नै हाम्रो इफेक्टिभ छैन। हाम्रो नियम छ तर त्यो नियम कानुनलाई इफेक्टिभली इम्प्लिमेन्टेसन नै भएको छैन। जस्तै दिदीबहिनीहरूले प्रतिबन्ध लगाइदिएको छ, प्रतिबन्ध लगाएपछि सरकारले स्किल ट्रेनिङको पनि टेन्सन भएन, कुनै भाषाको तालिम दिनुपर्छ भने पनि टेन्सन भएन। अनि केही नदिएपछि दिदीबहिनी त न त भाषा सिकेर गइरहेछ न त सिप सिकेर जान पाइरहेछ, दलालले भारती इन्डियाबाट लगिरहेछ, अनि समस्या आउँदैन भन्नु न होइन। यदि सरकारले यो प्रतिबन्ध नलाइदिएको भए हामीले सरकारलाई जोड के गर्थ्यौँ भने स्किल मतलब सिप सिकाएर पठाउनुपर्छ है, भाषा सिकाएर पठाउनुपर्छ है भन्थ्यौँ। दिदीबहिनीको धेरैको जो हाम्रो सेल्टरमा आएको छ अहिलेसम्म हामीले यो आमका 7 वर्ष अहिले 8 वर्ष रनिङ छ, यो 7 वर्षको अन्तरालमा हामीले 2500 भन्दा बढी दिदीबहिनीलाई सेल्टर दिइसक्यौँ। र यो 2500 जना दिदीबहिनीले 100% दिदीबहिनीले के भन्नुहुन्छ त सबैभन्दा हामीलाई समस्या चाहिँ भाषाको भयो। जाने बित्तिकै भाषाको समस्या हुने बित्तिकै के हो त मालिकहरूले उनीहरूलाई चाहिँ हेला गर्न थाल्यो, पिट्नु थाल्यो, एक्सप्लोइटेसन होइन त्यसो गर्न थाल्यो, अब्युज हुन थाल्यो। अनि त्यो एकपल्ट अब्युज भएपछि सधैँ अब्युज के होइन, एकपल्ट मालिकलाई रिस उठेपछि सधैँ उनीहरू राम्रो मतलब फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन हुन्छ नि त। भाषा नजानेर सबभन्दा नम्बर 1। अर्को सिप होइन, सरकारले यदि प्रतिबन्ध नलाइदिएको भए हामी जस्तो सङ्घ संस्था रिक्रुटमेन्ट एजेन्सीहरू पनि उहाँहरू बाध्य हुन्थ्यो नि त उनीहरूलाई सिप दिनुपर्छ, भाषा सिकाउनुपर्छ भनेर। जस्तै अब हेरौँ न इजरायल जानेहरूलाई चाहिँ एकदम अनिवार्य छ भाषा सिकेर जानुपर्ने, अनिवार्य चाहिँ उनीहरूले नर्सिङ आउनुपर्ने खालको छ। तर के हो त यदि खाडी मुलुकमा जानेहरूलाई पनि अनिवार्य सिप र भाषा जानेर मात्रै जानु पाउँछ भनेको भए यो समस्या धेरै कम हुन्थ्यो। टोटली त भन्नु सक्दिनँ म, धेरै कम हुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ समस्या चाहिँ यही छ। यो प्रतिबन्ध नम्बर 1 हो। अर्को चाहिँ के हो त सरकारले जति पनि हाम्रो नियम कानुन छ त्यो नियम कानुन एकदमै इम्प्लिमेन्टेसनमा चाहिँ एकदमै फितलो भयो, इनइफेक्टिभ इम्प्लिमेन्टेसन हो होइन। अब नियम कानुन भनेको चाहिँ अब महिलालाई विभेद गर्नु हुँदैन भनेको छ, विभेद भइरहेको छ, डिमान्डहरू आएर छ, पुरुषलाई मात्रै डिमान्ड छ, महिलालाई डिमान्ड नआएपछि महिलाहरूको बाटो अपनाउनै पर्यो होइन। अब भिजिट भिसाको के भन्छ, श्रीमानहरू छ श्रीमतीलाई भिजिट भिसामा बोलाउने हुन्छ। कोही त यहाँ भिजिट भिसामा यस्तो पनि छ कि विनयजी आफ्नै परिवार आफ्नै श्रीमानले श्रीमतीलाई बेचेको छ कि होइन। एउटा मतलब एउटा एक्जाम्पल म भन्छु, म दुबईमा एउटा प्रोग्राममा गएको थिएँ अनि मेरो बहिनी एकदमै उहाँ क्यापेसिटी बिल्ड भएको बहिनी है, त्यो बहिनीले त मलाई त फोन गर्दाखेरि त फोन गर्छु त दुबईमा पो रहेछ। अनि कसरी आउनुभयो भन्दा त म त रुमानिया जाँदैछु नि दिदी भन्यो। रुमानिया कसरी भन्दा त अब मलाई यहाँ चाहिँ म भिजिट भिसामा आएको, मलाई यहाँ चाहिँ मलाई मेरो रुमानियाको भिजा यहाँ आउँछ, त्यसपछि यहाँबाट म रुमानिया छु। दे होइन बहिनी, तपाईँलाई काहीँ कुनै पनि देश जानुपर्ने नेपालकै एयरपोर्टबाट जानुपर्छ, तपाईँ रुमानिया जानुपर्ने नेपालै आउनुपर्छ भन्दाखेरि तपाईँ मान्नु भएन कि। उहाँलाई चाहिँ श्रीमानले नै मतलब 9 लाख भनेको रहेछ, 5 लाख तिरेको रहेछ है, अरू 4 लाख चाहिँ पछि उहाँ रुमानिया पुगेपछि तिर्ने भनेर 5 लाख तिरेको रहेछ। अनि त्यो बहिनी दुबईमै अड्क्यो। अनि म यता आएपछि अहिले के थाहा भयो त उसलाई रुमानियाको भिसा यस्तो भिसा देखाएको छ, मलाई तपाईँले देखाइदिन्छु म। यसो हेर्दाखेरि जेन्युइन भिसा छ क्या रुमानियाको, बट इट्स फेक होइन। अनि उहाँ त्यो बहिनी चाहिँ अब नेपाल फर्किनुभन्दा दुबईमै अड्किनु भयो, दुबईमै सानोतिनो काम गरेर बसिरहनु भएको छ। सो त्यो गर्दा उसको श्रीमानले नै बेचेको। श्रीमानले पछि आएर मलाई भन्नुभयो, अनि मैले त्यही भने तपाईँको श्रीमतीलाई हामीले यति तालिम दियौँ, उहाँ त हाम्रो एकदमै राम्रो क्यापेसिटी बिल्ड मेम्बर हो, अब त्यस्तो मान्छेलाई पनि तपाईँले यसरी गरेर फस्लाई गरेर यत्रो पैसा तिराउने, अहिले तपाईँलाई हामीले सहयोग गर्नुपर्ने, के सहयोग चाहियो तपाईँलाई भनेर मैले भने। मलाई पनि रिस उठ्यो होइन, हामीले पनि काम त कति गर्छौँ तर जानी बुझी त्यसरी बेचेको छ, आफ्नै श्रीमानबाट बेच्यो, पछि बेचेपछि
भइसकेपछि अर्को उसको पनि एजेन्ट छ नि त, त्यो एजेन्टबाट पैसा लिन नपाउँदाखेरि हामीसँग आयो। यस्तो यस्तो केसहरू धेरै छन् विनयजी। डिकबहादुरजी, जसरी अहिले देशलाई रेमिट्यान्सले धानेको अवस्था छ, एउटा मूल स्रोत पनि छ र विदेश जानेहरू प्राय जसो वैदेशिक रोजगार व्यवसायीसँग नै ठोकिने हो, यसरी नै म्यान पावरको सम्पर्कमा आउँछन् र उनीहरू जान खोज्छन्। तर यति यी हुँदाहुँदै देशमा कानुन पनि छ, पर्याप्त पनि छन्, कतिपय कानुनहरू संशोधन पनि गर्नुपर्ने होला, तर यी समस्याहरू घट्नुको सट्टा झन्झन बढिराखेको छ। हामी कहाँनिर चुकिराखेका छौँ? लिगल्ली तपाईको वैदेशिक रोजगार ऐन 2064 र संशोधित ऐन 2072 ले निर्दिष्ट गरे अनुसारका डिमान्डमा मात्रै हामीसँग व्यक्तिहरू ठोकिन्छन्। तर जो व्यक्तिगत श्रम स्वीकृति लिएर जाने हुन्छन् अथवा जो भिजिट भिसामा जाने हुन्छन्, त्यो अहिले ठुलो सङ्ख्या छ। हामीले पठाउने भन्दा पनि झन्डै अब त ठुलो हुन थालिसक्यो। त्यो व्यक्तिहरू चाहिँ हामीसँग ठोकिँदैनन्। तर कतिपय कस्ता हुन्छन् भने कतिपय घटनाहरू हेर्दाखेरि म्यान पावरले नै नक्कली कागजात बनाइदिने, फर्जी कागजात बनाइदिने यस्ता घटनाहरू पनि छन् नि, त्यसलाई त हामी बिर्सनु हुँदैन होइन। अब यस्तो छ, यो फर्जी कागज बनाइदिने, नक्कली कागज बनाइदिने भन्ने कुन सन्दर्भलाई लिएर यो क्वेसन यहाँले गर्नुभयो त्यो म जान्दिनँ। तर केही वर्ष पहिला जति बेला यो मागपत्र प्रमाणीकरणलाई अनिवार्य दूतावास प्रमाणीकरणको चाहिने व्यवस्था गरियो, त्यसपछि त सबै चिज त अनलाइन भइरहेछ, त्यहाँनिर त फेक भन्ने चिज आउँदैन होइन। दोस्रो कुरा चाहिँ अब फेक डकुमेन्ट चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई, कामदारहरूलाई दिएको पाइयो भने त त्यसलाई नियमन गर्ने निकाय त कानुन पर्याप्त छ भने जस्तो वैदेशिक रोजगार विभाग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अझ अहिले त के अरे न्यायाधिकरणको पनि स्थापना चाहिँ भएको छ होइन। नियमन गर्ने निकायहरू छन्, धेरै छन्, चुस्त दुरुस्त बनाउनु पर्यो। तर वैदेशिक रोजगार व्यवसायीले फेक कागजात दिएर पठाउने प्रचलनको अन्त्य भएको त धेरै भइसक्यो। ओम सर, अनुसन्धान ब्युरोलाई अब नेतृत्व गरिराख्नु भएको छ, मसँग केही समाचारका शीर्षकहरू छन्, म त्यो पढेर सुनाउँछु। भिजिट भिसामा युएई पुर्याएर अलपत्र पार्ने मुख्य अभियुक्तहरू पक्राउ भन्ने छ। त्यसै गरी अर्को, भिजिट भिसामा विदेश जाँदा अब विमानस्थलबाट नफर्काइने, इमेल एसएमएसबाट पूर्व स्वीकृति दिने अध्यागमनको तयारी भन्ने छ। त्यसै गरी अर्को, भिजिट भिसाले बिचल्ली भन्ने छ। भिजिट भिसामा 2.5 करोड ठगी। त्यसै गरी भिजिट भिसा खुलेको 5 महिना खाडी मुलुकबाट 53,000 फर्केनन्। तथ्याङ्कमा ध्यान दिनु होला। भिजिट भिसा प्रकरण अध्यागमन प्रमुख मन्त्रालय तानिए भन्ने खालको छ। त्यसै गरी अर्को छ, भिजिट भिसामा टकराव, अध्यागमन अनुमति दिने, प्रहरीले रोक्ने। त्यसै गरी विमानस्थलबाट भिजिट भिसाको सेटिङ, कुवेतमा बेचबिखन भन्ने खालको शीर्षक छ। भिजिट भिसाले बढायो युएईमा मानव तस्करी भन्ने खालका समाचारका शीर्षकहरू धेरै छन्। अब यहाँनिर अध्यागमन विभागले अनुमति दिने, प्रहरीले रोक्ने, त्यहाँनिर तपाईँहरूको संयन्त्र प्रभावकारी हुन सकेको देखिँदैन। र त्यति मात्रै होइन कि संयन्त्र कमजोर हो भन्ने खालको प्रश्नहरू त उठ्यो नै, तर समन्वय पनि हुन सकेन, टकराव बढेको देखियो। किन? जुन भिजिट भिसा मार्फत जुन केही मापदण्डहरू बने नेपालीहरू विभिन्न मुलुकमा चाहिँ जाने भन्ने सम्बन्धमा, त्यो भइसकेपछि अब एयरपोर्टबाट जुन मापदण्डसहितको जुन कुराहरू लिएर जुन छन् भिजिट भिसा जानको लागि, त्यो चाहिँ सरस्वती अब इमिग्रेसन कार्यालयबाट चाहिँ अब चेक जाँच गरेर जाने गरेको देखिएको छ। विगत चाहिँ हाम्रो अहिले त्यहाँ अन्य प्रहरी कार्यालयले हेरेको छ, अहिले हाम्रो चाहिँ मानव बेचबिखन ब्युरो चाहिँ राख्ने युनिटहरू राख्ने तयारी चाहिँ भइरहेको छ। पहिले पनि एकचोटि राखेको थियो, त्यसपछि अहिले चाहिँ ब्युरो चाहिँ अहिले त्यहाँ छैन र अन्य प्रहरीले चाहिँ कामहरू गरिरहेको छ। र यसरी हामीले अन्य अब यसलाई चाहिँ नियन्त्रण गर्नको लागि हामीले त अब जुन दुबईमा पनि एउटा अब थप राख्नु राज्यले चाहिँ कन्सुलर रूपमा राख्ने एउटा चाहिँ अब तयारी पनि भइरहेको छ। त्यसै कारण क्षेत्र विस्तार गरेर अब एयरपोर्टमा एउटा चाहिँ अलिकति युनिटलाई थप स्पेसल युनिटको रूपमा पनि अगाडि चाहिँ बढाउने कुराहरू चाहिँ अगाडि बढिरहेको छ। त्यसै गरी अन्य चाहिँ भारततर्फ जाने दुईवटा प्रदेशमा पनि, जस्तो हाम्रो लुम्बिनी प्रदेश र कोशी प्रदेशमा पनि क्षेत्र विस्तारको लागि चाहिँ त्यहाँ पनि विशेष युनिट चाहिँ मानव बेचबिखनको युनिट राख्ने कुरा चाहिँ भइरहेको छ। र यसलाई कसरी चाहिँ अब म्यानेज गर्ने भनेर एउटा अब हामीले सुझाव सल्लाह दिइसकेपछि माथिल्लो लेभलबाट पोलिसी लेभलबाट यसलाई भिजिट भिसालाई अब कसरी चाहिँ कन्ट्रोल कसरी गर्ने, यसलाई मोनिटरिङको पार्ट कसरी गर्ने भन्ने सम्बन्धमा पनि एउटा हामीले सुझाव सल्लाह दिएपछि
जुन घटनाहरू वृद्धि हुँदै गइसकेपछि यसलाई त्यो हिसाबले पनि पोलिसी लेभलमा एउटा अगाडि बढिरहेको छ। जति पनि भिजिट भिसा मार्फत जान्छन् र जति पनि दुःख पाएका अथवा पीडा भएका अथवा हिंसामा परेकाहरूबाट चाहिँ जुन हामी कहाँ उजुरी आइपुग्छ अथवा निवेदन आइपुग्छ त्यसलाई हामीले कानुनी प्रक्रिया पुऱ्याएर हामीले उहाँलाई चाहिँ कानुन अगाडि बढाउँछौँ र उहाँलाई चाहिँ केही सेल्टरहरूमा चाहिँ जुन सरकारले चाहिँ अब केही बजेटको व्यवस्था भएको छ त्यो सेल्टरमा राख्ने व्यवस्था चाहिँ गरिएको छ र जति पनि अब निवेदन अथवा उजुरी अथवा मिडियामा आउँछ हामी कहाँ के भने अब आइसकेपछि निवेदन चाहिँ हामीले अनुसन्धान त हुन्छ तर पीडित स्वयंले चाहिँ म अब यस्तो बिचबिखनमा परेँ म चाहिँ फलाना ठाउँमा गएर यस्तो शोषणमा परेँ भनेर उहाँले दिएको जाहेरीलाई चाहिँ जिल्ला अदालतमा गएर चाहिँ श्रीमानको समस्या चाहिँ हामीले चाहिँ बयान प्रमाणित गरेपछि मात्रै त्यो मुद्दा प्रक्रिया अगाडि बढ्छ। त्यसै गरी अहिले यो चैत 30 देखि मानव तस्करीको कुराहरू पनि ऐनमा चाहिँ आइसकेको छ जसलाई 7 देखि 10 वर्षसम्म चाहिँ त्यसको चाहिँ कारबाही प्रक्रिया छ। त्यसमा यो त्यसमा पछि चाहिँ त्यस कुनै पनि एउटा प्रवेश भनौँ न त्यसमा प्रवेश गर्न पाउने देश जहाँ जुन देशमा छैन त्यो देशमा चाहिँ कुनै पनि फेक डकुमेन्ट लगायतका विभिन्न डकुमेन्ट बनाएर कुनै पनि व्यक्तिले या बिचौलियाले अथवा कुनै एजेन्टले चाहिँ त्यहाँ प्रवेश गराउँछ भने त्यो मानव तस्करीको ह्युमन स्मग्लिङको रूपमा चाहिँ त्यसलाई कारबाहीको दायरामा चाहिँ हामीले चाहिँ ल्याउने। धेरैले प्रश्न के उठाउँछन् भने अध्यागमनका कर्मचारी र प्रहरी बीच एक किसिमको मिलेमतो सेटिङ हुने राखेको छ भन्ने खालका प्रश्नहरू गर्छन्। होइन त्यस्तो भत्किएपछि अनि जय झगडा गर्ने जस्ता खालका विवादहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरी बीच कुटाकुट नै भएको देखियो। विगतमा त्यो एउटा चाहिँ घटना जुन भएको थियो त्यसपछि त्यहाँ घटना गरेपछि त्यसको पनि छानबिन भएर कारबाही प्रक्रिया अगाडि बढ्यो। त्यसपछि चाहिँ जुन खालका विभिन्न चाहिँ माथिल्लो सरकारको तर्फबाट त्यसलाई चाहिँ एउटा मापदण्ड बनाएर त्यसमा संलग्न कोही छन् त्यसलाई कारबाही प्रक्रिया चाहिँ सरकारले अगाडि बढाएर अहिले चाहिँ एउटा मापदण्ड बनाएर त्यो मापदण्ड बनाइसकेपछि मापदण्डमा जानेहरूलाई चाहिँ भिजिट भिसा मार्फत चाहिँ अब त्यो नियम अनुसार नै इमिग्रेसनले चेक जाँच गरेको छ। त्यसमा चाहिँ प्रहरीको चाहिँ अहिले संलग्नता हामी छैन। विजयाजी भिजिट भिसामा जसरी जाँदाखेरि समस्या बढिराखेका छन् हो ती प्रतिबन्धको कारण त तपाईँले एउटा भनिसक्नुभयो तर यस्ता समस्या पनि नबढोस् र नियन्त्रण पनि होस् बिचको बाटो चाहिँ के हुन सक्छन्? सबै प्रक्रिया पुरा गरेर दिदीबहिनीहरूले घरेलु कामदारमै जानेहरूलाई पनि घरेलु काममा सिप सिकाएर भाषा सिकाएर कम्तीमा पनि 1-1.5 महिनाको अझै भयो भने 3 महिनाको भाषा सिप सबै सिकाएर चाहिँ होइन उहाँहरू कस्तो हुन्छ भने फेरि यो भाषा सिप सिकाउने चाहिँ काठमाडौँमा मात्र होइन के केन्द्रित हुनु परेन विकेन्द्रीकृत हुनु पर्यो। आफ्नो आफ्नो जिल्लामा नै कमसेकम पनि एटलिस्ट जिल्ला स्तरीयको चाहिँ ट्रेनिङ सेन्टर हुनु पर्यो त्यही उनीहरूले तालिम दिनु पर्यो। अझै भयो भने त आफ्नै लोकल स्थानीय स्तरमै बिहान छोराछोरीलाई स्कुल पठाएर दिउँसो तालिममा गएर आएर छोराछोरीलाई पकाएर खुवाउने त्यस्तो अवस्थामा चाहिँ तालिमहरू हुनु पर्यो र उहाँहरूलाई चाहिँ अर्को त्यस्तो तालिम दिएपछि चाहिँ उनीहरू चाहिँ काठमाडौँमा चाहिँ उड्ने बेला मात्रै काठमाडौँ आउनु पर्यो कि होइन त्यस्तो हो भने यो समस्या धेरै समाधान हुन्छ। र अर्को कुरा चाहिँ अलिकति मलाई यो अध्यागमनको कुरा पनि भन्नु मन लाग्यो किनकि यो अध्यागमनको कुराले गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ जेन्युइन भिजिटरहरूलाई समस्या परेको छ कि जो एजेन्टहरूले चाहिँ मिलेमतोमा अहिले तपाईँले भन्नुभयो नि अध्यागमनसँग इमिग्रेसनसँग मिलेर पठाएको छ उनीहरूको सबै कागज जेन्युइन कागज बनाइदिएको हुन्छ कि होइन एजेन्टहरूले जेन्युइन कागज बनाइदिएको हुन्छ त्यहाँको अध्यागमनलाई मात्र पनि हामी दोष दिनु मिल्दैन कि उहाँले हेर्छ जेन्युइन छ कागजपत्र पैसा पनि बोकेको छ सबै कुरो छ होइन अलिअलि भाषा पनि बोलिदिइहाल्ला अनि उनीहरूलाई पठाएको छ तर जो जेन्युइन भिजिटर छ उनीहरूलाई समस्या परिरहेछ। कुनै नागरिक यदि विदेश जान चाहन्छन् भिजिट भिसामा भने त्यो एउटा नागरिकको अधिकार पनि हो अधिकार हो नि त। भिजिट भिसामा गइसकेपछि श्रम शोषणमा पर्ने ठगीमा पर्ने मानव बेचबिखनमा पर्ने यस्ता घटना पनि नहोस् भन्ने खालको समस्या समाधानका बिन्दु चाहिँ के हुन सक्छ? यो त सबै यो एम्पावरमेन्ट नै हो हाम्रो सबैभन्दा के अरे सशक्तिकरण नै हो। जस्तै महिलाहरूलाई पनि सबै शिक्षित हुनु पर्यो शिक्षामा ध्यान दिनु पर्यो सरकारले शिक्षामा ध्यान पर्यो तालिममा ध्यान दिनु पर्यो ताकि दिदीबहिनीहरूमा पनि उनीहरूको बार्गेनिङ क्यापेसिटी होस् होइन म कुन देश जाँदैछु त्यो देशको बारेमा प्री डिपार्चर ओरिएन्टेसन नलिकन गएको दिदीबहिनीहरू छन् 90% अहिले हाम्रो जुन सेल्टरमा आउनुभएको छ 90% अहिले सरले भन्नुभयो नि त्यत्रो जना दिदीबहिनीमा भन्नुभयो भने 90% नै दिदीबहिनीहरू कुनै प्री डिपार्चर ओरिएन्टेसन नलिगएको छन् त्यो देशको भाषा नजानी गइरहेका छन् त्यो देशको रहनसहनको बारेमा नजानिकन गइरहेका छन्। त्यसले गर्दाखेरि यो कुरा सबै नम्बर 1 मा त स्वरोजगार सृजना गर्नु पर्यो सरकारले होइन अब आफ्नो कम्युनिटी अनुसार आफ्नो ठाउँ अनुसार गरिदिनु पर्यो। दोस्रोमा चाहिँ उनीहरूको चाहिँ यो प्रतिबन्ध खुलाउनु पर्यो
प्रतिबन्ध खुलाएपछि त रिक्रुटमेन्ट एजेन्सी पनि जिम्मेवारी हुन्छन्, हामी चाहिँ सिभिल सोसाइटी पनि हाम्रो आफ्नो क्षेत्रमा जिम्मेवारी हुन्छौँ। अझै ब्युरोहरूको पनि उहाँहरूको के अरे काम गर्ने दायरा फराकिलो पारिदिनु पर्यो, उहाँहरूको अझै उहाँहरूको चाहिँ अलिकति पावरफुल हुनु पर्यो। जस्तै पहिला मलाई थाहा छ इमिग्रेसनमा पनि ब्युरोको सरहरू आउनुहुन्थ्यो, हेर्नुहुन्थ्यो, दिदीबहिनीहरू यसो हेर्दाखेरि भिजिट भिसामा जाने हो कि होइन नजाने, यसो हेर्दाखेरि शङ्का लागेछ भने उहाँलाई सोध्ने, केयरकार गर्ने, साँच्चै हो त भिजिट भिसामा जानु आँटेको हो कि होइन, त्यसो गर्ने थियो। अहिले चाहिँ मैले देख्दिनँ क्या त्यो पनि। त्यो मतलब हाम्रो नेपालमा चाहिँ कस्तो भने नि कुनै पनि नियम आउँछ त्यसको कन्सिस्टेन्सी हुँदैन के, कन्सिस्टेन्सी हुँदैन, त्यसको चाहिँ एक्सटेन्सन त्यो पछिसम्म हुँदैन। राम्रो काम भइरहेको हुन्छ अनि अब सरकार चेन्ज हो अनि सबै नियम कानुन पनि चेन्ज, अनि पहिला थियो अहिले छैन। ल पहिला त ब्युरोले आएर यसो हेर्थ्यो त भन्दाखेरि छैन, अहिले त्यो छैन, अहिले हामीले नै हेर्ने हो भन्छ कि अब इमिग्रेसनमा। सो त्यो कुनै पनि कानुनको चाहिँ नियम कानुन राम्रो हुँदै पनि त्यसको कन्सिस्टेन्सी नहुनु, दिदीबहिनीहरूको त्यो एम्पावरमेन्टमा शिक्षामा सरकारले लगानी नगर्नु होइन, र अर्को चाहिँ स्वरोजगारमा लगानी नगर्नु। स्वरोजगारमा सरकारले लगानी गर्नु पर्यो, शिक्षामा लगानी गर्नु पर्यो र एम्पावरमेन्टमा गर्नु पर्यो। म शिक्षित छैन तर पनि म बोल्न सक्छु, म भोकल छु भने मैले जहाँ पनि गएर म बार्गेनिङ गरेर खानु सक्छु होइन। त्यसले गर्दाखेरि जस्तै भने नि अब जस्तै इजरायलमा अहिले भने नि मैले इजरायल कुरा, इजरायलमा जानेहरू अब जस्तै जापानमा जाने डेभलप कन्ट्री, अरू डेभलप कन्ट्रीमा जाने दिदीबहिनीहरू उनीहरूलाई 8 लाख 9 लाख तिरेर पनि जान्छन् कि। अहिले मेरो बहिनीहरू कतिजना मैले चिनेको बहिनी हाम्रो मेम्बरहरू पनि उहाँहरू पोल्यान्डमा, साइप्रसमा उनीहरू 9 लाख तिरेर गएछन्। तर दिदी मैले यहाँ 1-1.5 लाख कमाइरहेको छु, सो यो मेरो 1-1.5 लाख चाहिँ चोखो बाँच्छ, म यहाँ पनि डोमेस्टिक वर्कर नै हो, म चोखो बाँच्छ, मैले यो त 8-7 महिनामा मैले कमाइसकेँ, मैले तिरेको पैसा। तर शिक्षाको कुरा गरिराख्दा, इम्पावरमेन्टको कुरा गरिराख्दा, जनचेतनाको फैलाउने कुरा गरिराख्दा, स्वरोजगारको कुरा गरिराख्दा यो दीर्घकालीन कुराहरू भए। तर यस्ता समस्याहरू तत्काल समाधान गर्न के गर्नुपर्छ? तत्काल समाधान गर्नु त म त्यही भन्छु, प्रतिबन्ध खुलाउनु पर्यो। रिक्रुटमेन्ट एजेन्सी, म्यान पावर एजेन्सीहरूलाई पनि जिम्मेवारी बनाउनु पर्यो, अलिकति मोनिटरिङ होइन। हामीलाई अहिले हाम्रोमा अस्ति एउटा ग्रुप आएको थियो, केस आएको थियो होइन, टार्गेट भन्ने म नाम पनि भनिदिन्छु होइन, म्यान पावर एजेन्सी। त्यो म्यान पावर एजेन्सीबाट पठाएको दिदीबहिनीहरू भारतवाटी फर्किराख्नु भएको छ। उहाँहरू सबै के अरे उहाँ कम्पनी कल्याप्स भयो भनेर, कम्पनी कल्याप्स हुँदै त्यो 2जना बहिनी जो सबभन्दा पहिला आउनुभयो त्यो बहिनीहरूले के भने त्यो कम्पनी कल्याप्स भइरहेछ, तर भर्खर हिजो मात्रै 20 जना आइरहेछ त्यो कम्पनीमा, हामी काम नपाएर बसिरहेछौँ। 20 जना त्यो म्यान पावर एजेन्सीले 20 जना ल्याइरहेका छन्। अब त्यो बहिनीहरू झन् अलपत्र परिरहेछन्, तपाईँहरू तयार हुनु है उनीहरूलाई उद्धार गर्नुलाई भनेर भन्नुभयो कि दिदीबहिनी। सो त्यो भन्दा चाहिँ मलाई चाहिँ म्यान पावर एजेन्सी पनि एकदम जिम्मेवारी तरिकाले काम गर्नु पर्यो, नाफियाहरू अलिकति एक्टिभ भएर काम गर्नु पर्यो, सरकारले रिक्रुटमेन्ट एजेन्सीहरूलाई मोनिटर गर्ने पनि हाम्रो अलिकति भएन। विजयजीले भने जस्तै म्यान पावर व्यवसायहरू अलिकति गैर जिम्मेवार देखियो, त्यसरी ठगी प्रलोभनमा पार्ने पनि खालका घटनाहरू देखिए, के भन्नुहुन्छ? सबैभन्दा पहिलो विषय चाहिँ कहाँनिर हो भनेदेखि वैदेशिक रोजगार व्यवसायीहरूले गरिरहेका कामहरू जति वैदेशिक रोजगारमा उहाँहरूले कामदारहरू पठाइराख्नु भएको छ सम्पूर्ण सफल भएको भन्ने दाबी त हामी गर्दैनौँ। यदाकदा यहाँलाई एउटा उदाहरण भनौँ, सधैँभरि एउटा कम्पनीले चाहिँ मान्छेहरू कामदारहरू हायर गरिरहने त्यहाँ जो एक्जिस्टिङ वर्कर्सहरू छन् उनीहरू नै गइरहने, उनीहरूका आफ्ना आफन्तहरूलाई बोलाइरहने। कालान्तरमा त्यो 2वटा व्यक्तिको चाहिँ साझेदारीमा भएको त्यो एउटा कम्पनीमा चाहिँ अर्को एकजना साथीले चाहिँ अर्को साथीको श्रीमती लिएर अस्ट्रेलिया भागिसकेपछि मेन्टल प्रब्लम भएर त्यो कम्पनी चल्न सकेन। भइपरि आउने कुराहरू यदाकदा ती छन् र त्यसलाई नियमन गर्नका निम्ति त संस्थागत रूपमा गएका कामदारहरू चाहिने अप्ठ्यारोमा परे भने त त्यसलाई नियमन गर्ने त धेरै छन्। त 2 करोडदेखि 6 करोडसम्मको थरौटी चाहिँ राज्यले व्यवस्था गरेको छ, त्यसलाई नियमन गर्ने धेरै निकायहरू छन्। संस्था त जिम्मेवार हुनु पर्यो। तर सँगसँगै फेरि अर्को विषय पनि के हो भनेदेखि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने हाम्रा नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घका सदस्य संस्थाहरूले मैले त्यो रोजगारदाता कम्पनीमा मान्छे पठाउँदैछु भने त्यो रोजगारदाता कम्पनीमा मैले पठाएका मान्छेहरू त्यो कम्पनीले पाल्न सक्ने उसको हैसियत छ कि छैन त्यति अध्ययन चाहिँ गर्नुपर्छ। र नेग्लिजेन्सी केही कारणले गर्दाखेरि भइपरि आउने यस्ता खालका घटनाहरूबाट चाहिँ वैदेशिक रोजगार व्यवसायी पनि अलिकति सचेत चाहिँ हुनुपर्छ। तर जिम्मेवारी वहन गर्ने सन्दर्भमा हामीले पटक पटक भन्दै आएको विषय के हो भन्दाखेरि भइरहेको अहिलेको जुन कानुन छ समय सापेक्ष परिमार्जन गरौँ है। व्यवसायलाई त जिम्मेवार बनाउनु पर्यो, जिम्मेवार त बनाउने तर कसरी त ढोका थुनेर चाहिँ बिरालोलाई कुटे अनुसारले जिम्मेवार बनाउने कि अथवा अलिकति कानुन पनि फ्लेक्सिबल गर्ने, न्यायोचित अनुगमन गर्ने र चाहिँ नियमन गरेर चाहिँ त्यसलाई एउटा चुस्त दुरुस्त बनाएर एउटा चाहिँ इज्जतिलो पेसाको हिसाब किताबले चाहिँ स्थापित गर्ने त राज्यको पनि जिम्मेवारी छ, व्यवसायीको आफ्नो पनि जिम्मेवारी छ होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ 4-5वटा विषयहरू जुन छन् 4-5वटा विषयहरूमा राज्यले अहिले तत्काल नै ध्यान दिने हो भने एउटा
वैदेशिक रोजगार व्यवसायीहरूले चाहिँ भनिआएको सेवा शुल्क व्यवस्थापन र वैदेशिक रोजगारमा जाने कामदारहरूको चाहिँ के अरे शुल्क निर्धारणको विषयको कुरा हामीले उठाएका छौँ। त्यसमा ध्यान दियो सरकारले र मागपत्र प्रमाणीकरण जस्तो वैदेशिक रोजगार व्यवसायी सङ्घले अब यो चाहिँ मानव बेचबिखनसँग पनि जोडिन्छ विषय। जस्तो मध्यपूर्व र मलेसियामा अन्तर्निहित भएको वैदेशिक रोजगारीलाई वैदेशिक रोजगार व्यवसायीहरूले अब यसलाई चाहिँ युरोप जापान लगायतका देशहरूमा चाहिँ एक्सप्लान गरौँ, त्यहाँ लैजाउँ, त्यहाँ ठुलो माग छ, त्यहाँ व्यक्तिहरू चाहिँ हामी चाहिँ पठाउँ है। अब हाम्रा नेपालका श्रमिकहरू त्यहाँ भयो भने मानव अधिकार पनि अलिकति बढी सुरक्षित हुने भयो, उनीहरूले पाउने अधिकार पनि सुनिश्चित हुने भयो, उनीहरूले पाउने वेजेसहरू पनि अलिकति बढी हुने भए। त्यस कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ नि एउटा सही ढङ्गले ती मुलुकहरूमा पठाउँ भनेर हामी भनिरहेका छौँ। राज्यले चाहिँ अनिवार्य मागपत्र प्रमाणीकरणको चाहिँ खोचे त्यहाँनिर थाप दिएको छ। हामीले लिगल बाटोमा पठाउन पाएका छैनौँ। व्यक्तिगत श्रम स्वीकृति र फरक पोर्ट अघि विजय म्याडमले भने जस्तो दुबई, अहिले कतार, दुबई र मलेसियामा यहाँले हेर्नुभयो भनेदेखि युरोपमा जाने कामदारहरूको त्यो ट्रान्जिट पोइन्ट, त्यहाँ भिजिट भिसाको मात्रै होइन फेरि, त्यो इलिगल वेबाट युरोपमा जाने कामदारहरूको ट्रान्जिट पोइन्ट त्यहाँ बनाइएको छ। यहाँबाट भिजिट भिसामा दुबई लिएर जाने, 3 महिना राख्ने, त्यहाँबाट रोमानिया पठाउने। योभन्दा ठुलो चाहिँ यो त स्मग्लिङ हो। दिस इज नट अ ह्युमन ट्राफिकिङ ओन्ली होइन, त्यो भएको कारणले गर्दाखेरि यो स्मग्लिङ हो। यसलाई नियन्त्रण गर्ने यसलाई सरकारले अलिकति चाहिँ नि ध्यान दिनुपर्ने कुरा त के हो भन्दा त्यसलाई सहजीकरण गरिदिनु पर्यो। व्यवसायी त छन् नि त जिम्मेवार, अनि उनीहरूलाई जिम्मेवार बनाउने हो भने त्यो एउटा चाहिँ गरिदिनुपर्छ भन्ने कुरा। र महिलाहरूका सन्दर्भमा चाहिँ विशेष गरेर व्यवसायलाई जिम्मेवार बनाएर राम्रोसँग, अघि पनि मैले भने राम्रो संयन्त्र बनाएर चाहिँ त्यसलाई व्यवस्थित गरौँ, त्यो विषय हामीले चाहिँ के अरे भन्दै आएका छौँ। र यो व्यक्तिगत श्रम स्वीकृतिलाई चाहिँ अलिकति बढी सरकारले चाहिँ निगरानी गर्नुपर्छ भन्ने कुराहरू छन्। जिम्मेवारीका कुराहरूमा राज्यको कानुन जिम्मेवार र समय सापेक्ष भयो भने त्यो कानुन परिपालना गर्ने व्यक्ति आफै जिम्मेवार भएर जान्छ भन्ने विषय चाहिँ। ओमजी, अनुसन्धान ब्युरोमा उजुरीका चाङ होलान्, धेरै घटनाहरू आइराखेका होलान्, अनुसन्धान गर्न पनि भ्याइ नभ्याइ होला, तर फरारहरूको सूची पनि लामो होलान्। ती फरार सूचीमा हुनेहरूको उम्किने वातावरण चाहिँ कसरी बन्छ? यस्तो छ, अब यो जति पनि मुद्दा दर्ता भए धेरैजसो हामीले पक्राउ गरेर ल्याएका छौँ र केही अब पक्राउ गर्ने व्यक्तिहरू भारतमाको विभिन्न ठाउँमा चाहिँ अब लुकीछिपी बस्ने एउटा त्यो र तिनीहरूको ट्र्याकिङ हामीले गरिरहेका हुन्छौँ भने अर्को चाहिँ यिनीहरू चाहिँ भागेर चाहिँ दुबई कतिपय मेक्सिको, कतिपय कुवेतहरूमा पनि यिनीहरू चाहिँ त्यहाँ बसिरहेको अवस्था छ। त्यस्तोमा हामीले चाहिँ अब यो डिफ्युजन नोटिस जारी गरेर हुनेहरूलाई चाहिँ खोज्ने र पक्राउ गरेर यहाँ ल्याउने प्रक्रिया चाहिँ हामीले अगाडि चाहिँ बढाएको अवस्था छ र नेपालमा पनि हामीले यिनीहरूलाई खोज तलास गरेर हामी धेरैजनालाई चाहिँ पक्राउ गरी कानुनी दायरामा ल्याइसकेका छौँ। र अब अघि चाहिँ जुन एउटालाई अब तत्काल नियन्त्रण भन्ने कुरा आयो होइन, यसमा चाहिँ हाम्रो म्याडमले कुरा राख्नुभयो। एउटा कुरो अब जो यो भिजिट भिसा मार्फत गएको लागि अब सरकारबाट यो सुझाव पनि भएको छ, यो अब तयारी पनि हुँदैछ। यसलाई मोनिटरिङ डिपार्टमेन्टमा जो चाहिँ बसिरहेका छन्, अब जुन पीडामा परे, जो चाहिँ अन्यायमा परे अथवा शोषणमा परे, उनीहरूलाई त फिर्ता गराएर ल्याउने कुरो भयो र कानुनी दायरामा ल्याउने भयो। अब जो चाहिँ अब खुसी पनि भएका छन् भने एउटा मोनिटरिङ गर्ने पार्ट र उनीहरूलाई चाहिँ व्यवस्थित गर्न सक्यो, मोनिटरको पार्ट र गर्न सक्यो भने त्यसले पनि उनीहरूको समस्या पीडमा के त्यो पनि एउटा चाहिँ अब तत्काल थाहा पाउन सक्ने अवस्था एउटा त्यो चाहिँ हुन्छ। र कानुनी दायरामा अलिकति ल्याउनको लागि अब कानुन संशोधनको लागि हामीले अब एउटा तयारी भएर अगाडि कानुन संशोधनको लागि अगाडि बढिरहेको छ कि यो मानव बेचबिखन ब्युरोमा जुन दर्ता भइसकेपछि पीडितलाई चाहिँ एउटा चाहिँ बिगो, उसको बिगो र क्षतिपूर्ति अलिक कम भएको कारणले त्यो बिगो र क्षतिपूर्ति अलिकति बढी हुँदा बित्तिकै धेरै जो पीडितहरू हुन्छन्, ती पीडितहरू चाहिँ मुद्दा चाहिँ दर्ता गर्नको लागि उनीहरू चाहिँ अगाडि आउँछन्। त्यसले गर्दा त्यसमा संलग्न व्यक्तिहरूलाई जो बिचौलिया छन्, अब तस्करी छन्, ट्राफिक छन्, तिनीहरूलाई कारबाही दायरा ल्यायो भने यसलाई नियन्त्रण गर्न त्यसरी पनि अब सहज हुन्छ। त्यो चाहिँ कानुन संशोधनको लागि अगाडि बढिसकेको छ प्रक्रिया। भिजिट भिसाका नाममा मानव तस्करीमा नपरुन्, त्यसरी श्रम शोषणमा नपरुन्, बिचौलियाहरूको चङ्गुलमा नफसुन् भन्ने वातावरण बनाउन अनुसन्धान ब्युरोको भूमिका के हो, कसरी खेलिराखेको? अब हामीले त सबैभन्दा बढी त अब यो चाहिँ विभिन्न चाहिँ मिडिया मार्फत नै विभिन्न सूचनाहरू चाहिँ सम्प्रेषण गरेर चाहिँ पठाउने गर्छ। विभिन्न चाहिँ हाम्रो इन्ट्रेक्सन प्रोग्राम हुन्छ। कतिपय गाउँपालिका अस्ति भर्खरै पनि हामीले 200वटा गाउँपालिकाका चाहिँ प्रमुख र उपप्रमुखसँग चाहिँ इन्ट्रेक्सन प्रोग्राम गर्यो। त्यसले यो जति पनि अब
दूरदराजमा छरिएर बसेका जुन नेपाली दाजुभाइ दिदीबहिनीहरू छन् उनीहरूलाई यो बारेमा चाहिँ धेरै जानकारी जानुभन्दा अगाडि म केमा जाँदैछु, कसले पठाउँदैछ, किन पठाउँछ, यो चाहिँ के भिसा हो, त्यहाँ समस्या पर्ने के गर्ने भन्ने यथावत कुराहरूको विस्तृत जानकारी गरेर अनि म्याडमले इम्पावरिङ गरेर उनीहरूलाई सबै कुरो अगाडि जानकारी गरायो भने म यहाँ जान ठिक हुन्छ भन्ने स्वयं व्यक्ति र परिवारलाई एउटा सुनिश्चित अवस्था भइदियो भने मात्र चाहिँ उनीहरू गएर त्यहाँ सुरक्षित हुन्छ या उनीहरू नजाने पहिले रोकिन्छन्। यहाँ त कस्तो थाहा नपाइकन उनीहरूलाई किन जानकारी नहुन विदेश गएपछि त पैसा चाहिँ तुरन्त काम 8 घण्टा काम तुरन्त महिनामा यदि 50-60 तलब आइहाल्छ भन्ने छिटो एउटा पर्लो हुन पर्ने र आर्थिक चाहिँ उनीहरूलाई चाहिँ अभाव पनि भइरहेको र परिवारमा चाहिँ समस्या परेको कारणले गर्दा अनि त्यो बिचुल र एजेन्ट र चाहिँ व्यक्तिहरूको चाहिँ छिटो एउटा प्रलोभनमाहरू पर त्यसरी गएर अनि फसिएको अवस्था देखिएको छ भने कतिपय ठाउँमा चाहिँ अब यो मनोरञ्जन क्षेत्रहरू छन् जस्तो अब अहिले अफ्रिकन कन्ट्रीमा पनि दुबईका केही कन्ट्रीमा पनि अब यसरी चाहिँ मनोरञ्जन क्षेत्रमा चाहिँ भिजी भिसा मार्फत चाहिँ गएर उहाँहरू त्यहाँ फेरि चाहिँ केही चाहिँ त्यस्तो चाहिँ बेचबिखनको अवस्थामा चाहिँ परेको छ। त्यस कारणले जाने स्वयं व्यक्ति हामीले त म्याक्सिमम चाहिँ अवेरनेस कार्यक्रम धेरै मात्रामा गरिसकेका छौँ जो विभिन्न एफएमहरूबाट विभिन्न चाहिँ पत्रपत्रिकाबाट चाहिँ होइन जानुभन्दा अगाडि त्यसको डिटेलमा चाहिँ स्वयं व्यक्ति घर परिवारले र अहिले स्थानीय निकायलाई सबैभन्दा हामी जिम्मेवारी बनाउनुपर्छ, जिम्मेवारी हुनुपर्छ भनेर पनि किन आफ्नो नागरिकले कहाँ जाँदैछ, के गर्दैछ, उनीहरूलाई कसरी विदेश जुन यो समस्या बढिसकेपछि अहिले उहाँहरू पनि यसमा धेरै सचेत भएर हामीलाई विभिन्न चाहिँ अवेरनेस कार्यक्रमहरू गर्न लागि उहाँले धेरै ठाउँमा हामीलाई बोलाउनु भएको थियो। हामीले कति ठाउँमा गएर त्यो अवेरनेस कार्यक्रम गाउँपालिकाका चाहिँ अथवा पालिकाका चाहिँ मेयर उपमेयरहरू अध्यक्षज्यूहरूसँग इन्टरेस्ट कार्यक्रम अहिले एकदम यो मात्रामा बढेको छ र अहिले यो सचेत पनि भएको छ र राष्ट्रिय यो मानव बेचबिखन राष्ट्रिय समितिले पनि निर्णय गरेर अब सबै जिल्लाहरूमा पनि समितिहरू छ त्यसलाई गाउँपालिकासम्म त एउटा समिति बनाएर अहिले एक्टिभ बनाएर अगाडि बढ्ने कामहरू भएको छ र अझै एकदम यो गाउँ स्तरसम्म चाहिँ टोलमा समेत यसलाई अलिकति चाहिँ बढी प्रचार प्रसार गर्ने र कोही यस्तो मानव बेचबिखनबाट नपरुन् उनीहरू नफसुन् भनेर यो प्रचार प्रसार चाहिँ अहिले स्थानीय तहसम्म व्यापक रूपले नै अगाडि बढिरहेको छ। विजयाजी कि ओम्सजीले केही कुरा भनिसक्नुभयो, यो भिजिट भिसाको दुरुपयोग हुन नदिनका लागि के गर्नुपर्छ, तपाईँका सुझावहरू के छन्? नम्बर 1 मा त त्यही भने नि हामीले मैले अघि नै भने प्रतिबन्ध खोल्नु पर्यो। प्रतिबन्धले गर्दाखेरि उनीहरू भिजिट भिसामा जानु बाध्य भएको है र एजेन्टहरू पनि मतलब उनीहरू एक्टिभ भएको पनि भिजिट भिसाले गर्दा प्रतिबन्धले गर्दा नै। दिदीबहिनीलाई काम चाहिएको छ, विदेश जानु छ, जसरी पनि विदेश जानु छ, उहाँहरूले विदेश जानुको लागि चाहिँ अब अलिकति ठुल्ठुलो ठाउँमा राम्रो काममा जानु उनीहरूले फर्मल सेक्टरमा उनीहरूले काम पाउँदैन। दिदीबहिनी शिक्षित छैन, अशिक्षित छन्, त्यसले गर्दाखेरि चाहिँ उनीहरूले काम पाउने भने त घरेलु काममै हो, घरमा काम पाउने हो तर त्यो घरमा जानु पाउँदैन। अहिले प्रतिबन्ध लागेछ, के गर्ने त भिजिट भिसामा जानु पर्यो। सो उनीहरूले त्यहाँ के त बाध्य छन् कि उनीहरू कुबाटोबाट इलिगल च्यानलबाट चाहिँ कुनै तालिम नलिकन जानु परिरहेछ। त्यसले गर्दा यसलाई समाधान गर्नु यसलाई ठ्याक्कै रोक्नुको लागि चाहिँ भिजिट भिसा रोक्नुको लागि चाहिँ सरकारले प्रतिबन्ध खोल्नै पर्यो। सरकारले प्रतिबन्ध खोलेपछि उहाँहरूलाई तालिम दिनु पर्यो, भाषाको तालिम दिनु पर्यो, सिपको तालिम दिनु पर्यो र सरकारबाट जेन्युन तरिकाले चाहिँ डिमान्ड आएर त्यो डिमान्ड हेरेर र अरूभन्दा चाहिँ स्थानीय त्यो पनि हो अर्को स्थानीय स्तरको सरकार पनि वडा कार्यालयहरू पनि एक्टिभ हुनु पर्यो यसमा चाहिँ। वडा कार्यालय किनभने जाने दिदीबहिनीहरू त अब हामीले के भने उहाँहरू कस्तो छ भने अहिले त मतलब आफू जानुको लागि चाहिँ जबको लागि त अहिले अनलाइनबाट पाइरहेछ नि, तर कतिजना दिदीबहिनीलाई चाहिँ अनलाइन प्रविधिको बारेमा थाहा छ त होइन। केटा मान्छेहरूलाई अलिकति शिक्षितहरूलाई दिदीबहिनीहरूलाई शिक्षितहरूलाई त थाहा होला, तर दिदीबहिनी जो घरेलु काममा जाने हुन्छ उनीहरूलाई त्यो कुरा पनि थाहा छैन। त्यसले गर्दा नम्बर 1 मा त सरकारले प्रतिबन्ध खोलिदिनु पर्यो, तालिममा दिनु पर्यो, भाषा सिकाउनु पर्यो, एम्पावर गर्नु पर्यो उहाँहरूलाई होइन। एम्पावर गरेर चाहिँ आफ्नो मतलब नियम कानुनको बारेमा जान्नु पर्यो। त्यो देशमा तपाईँहरूलाई समस्या पर्यो। तपाईँले सचेतनाको कुरा गरिराख्नु पर्दाखेरि जस्तो कि अहिले पछिल्लो घटनालाई लियो, ब्राजिलमा 176 नेपाली अलपत्र परे, त्यही सचेत नागरिक जो करोडौँ रुपियाँ बुझाएर अमेरिका जाने नाममा अमेरिका छिर्ने नाममा ब्राजिलमा अलपत्र परिराखेका छन्। विनयजी के कुरामा सचेत उहाँहरू, के कुरामा सचेत? पढ्यो भन्ने बित्तिकै सचेत हुन्छ? विदेश भनेको के हो? वैदेशिक रोजगारमा जाँदाखेरि ट्राभल गर्दाखेरि कस्तो कस्तो समस्या आउँछ, समस्या आउँदाखेरि के गर्नुपर्छ, त्यहाँको नियम कानुन के छ, त्यो कुरामा सचेत हुनु पर्यो नि त। म पढेको भन्दैमा त्यो कुरामा सचेत छैन नि त। म पनि वैदेशिक रोजगारमा यो क्षेत्रमा काम गरेर म यो क्षेत्रमा सचेत भएँ। मेरो घरको मास्टर्स पढ्ने मेरो छोरालाई मैले माइग्रेसनको बारेमा सोधेँ भने उसलाई केही पनि थाहा छैन।
अहिले अनि यो के अरे अब के अरे ब्याचलर्स पढ्ने शिक्षामा मतलब एजुकेसनको लागि जाने दिदी मतलब केटाकेटीहरू पनि त कति फसिरहेछ नि त किन उनीहरू सचेत छैन र एजुकेटेड होइन र तर उनीहरू के कुरामा सचेत हो माइग्रेसनको विषयमा सचेत हुनु पऱ्यो के वैदेशिक रोजगार म केमा काममा जाँदैछु त्यो काममा जानुको लागि मैले के सिक्नुपर्छ मैले के कुराको ज्ञान हुनुपर्छ त्यो देशको भाषा सिक्नु पऱ्यो त्यो देशको एटलिस्ट उहाँहरूको त्यो ल जान्नु पऱ्यो होइन के छ नियम कानुन म एउटा माइग्रेन्ट वर्कर अथवा म एउटा स्टुडेन्ट भएर गइरहेको छु मेरो स्टुडेन्टको मेरो मापदण्ड के छ मैले के सिक्नुपर्छ त मैले कुन कुरामा मैले जिम्मेवारी हुनुपर्छ त्यो कुरा त सचेत हुनु पऱ्यो नि द्याट्स नट कल त्यो अवेरनेस होइन कि पढे लेखे भन्ने बित्तिकै म एकदम सचेत नागरिक भन्दिनँ म तर सचेत केमा हुनु पऱ्यो त्यो विषयमा सचेत गराउनु पऱ्यो कि त्यो 172 जना तपाईँले भन्नुभयो नि उहाँहरू सचेत के छ उहाँहरू एजुकेटेड थियो होला उहाँहरू राम्रो फ्यामिलीको थियो होला पढे लेखा फ्यामिलीको थियो होला राम्रो हुने खाने फ्यामिलीको थियो होला द्याट्स नट कल सचेत त्यो अवेरनेस होइन नि त अवेरनेस भनेको त त्यो विषयमा अवेर हुनु पऱ्यो त्यसले मैले भन्नु खोजेको त्यही हाम्रो दिदीबहिनीहरूलाई उहाँहरू पढेको छैनन् तर हामीले गाउँमा गएर चाहिँ वैदेशिक रोजगार भनेको के हो सुरक्षित वैदेशिक रोजगार भनेको के हो मानव बेचबिखन भनेको के हो स्मग्लिङ भनेको के हो तस्करी भनेको के हो होइन यो दुई देशमा गएर त्यो देशको नियम कानुन के छ नेपाल र त्यसको सम्बन्ध त्यो देशको सम्बन्ध कस्तो छ नियम कानुन हाम्रो नेपाल सरकार त्यो सरकारले कस्तो किसिमको चाहिँ उहाँहरूले जिम्मेवारी लिन्छ कामदारलाई त्यो कुरामा उहाँहरूलाई सचेत गराउने हो कि सचेत मेरो भनाइ चाहिँ सचेत उहाँहरूलाई एम्पावर अवेर भनेको त्यो कुरामा सचेत गराउनु पर्छ त्यो कुरा नै छैन हाम्रो दिदीबहिनीहरूलाई दाजुभाइहरूलाई पनि ट्राफिकिङ अहिले दिग्जीले भन्नुभयो नि ट्राफिकिङ भनेको महिला र मात्रै भएन पुरुषलाई पनि ट्राफिकिङ भइरहेछ किनकि उहाँहरू त्यो कुरामा सचेत छैनन् माइग्रेसनको विषयमा सचेतै छैनन् त्यो कन्ट्रीको नियम लको बारेमा सचेतै छैनन् त्यो वर्क कन्डिसन्सको बारेमा सचेतै छैनन् हेल्थ इस्युजमा सचेतै छैनन् उहाँले काम गर्ने कुन काम गर्न जाँदैछु भन्ने सचेतै छैनन् मैले कमाएको पैसा फाइनेन्सियल लिटरेसी पनि छैनन् मैले कमाएको पैसा म कति सेभ गर्छु म कति खर्च गर्छु हातमा लगाएर सुन्ने नेपाल आउँदाखेरि त्यो कुरामा सचेत हुनु पऱ्यो नि त यो कुरा सबै कुरामा सचेत भएकोलाई बल्ल म सचेत भन्छु कि त्यो कुरामा हामी सचेत गराउनुपर्छ र सचेत भने यो काठमाडौँमा आउनेलाई मात्रै सचेत गराउने होइन अर्बन सेक्टरमा मात्रै के अरे धरान विराटनगर त्यो सहरमा मात्रै सचेत गराउने होइन क्या जाने दिदीबहिनी जो उहाँहरूलाई ज्ञान नभएको दिदीबहिनी जाने त गाउँको दूरदराजको दिदीबहिनी गइरहेछन् दूरदराजको दाजुभाइ दिदीबहिनी ठगिरहेछन् त्यो दाजुभाइ दिदीबहिनीमा पुग्नु पर्यो त्यो ठाउँमा सरकारले अझै पुर्याउनु सकेको छैन सरकारले काम त गर्नुभएको छ तर नेसनल लेभलमा धेरै छ अर्बन सेक्टरमा धेरै छ तर एकदमै रिमोट सेक्टरमा चाहिँ एकदमै फार उमा चाहिँ सरकार नै पुग्नु सकेको छैन हामी जस्तो सिभिल सोसाइटी पनि पुग्नु सकेको छैन वास्तवमा भनौँ भने रिक्रुटमेन्ट एजेन्सी पनि एउटा नेपाली नागरिक भिजिट भिसाका नाममा म मानव तस्करीको सञ्जालमा पर्दैछु म यसरी ठगिँदैछु है भन्नेबाट जोगिन के गर्नुपर्छ उनले के कुरा बुझ्न जरुरी छ उहाँहरूले त बुझ्नु पऱ्यो कि त्यो यो चाहिँ उहाँहरूले चाहिँ राम्रो बुझ्नु पऱ्यो कि म के काममा जाँदैछु होइन त्यो म कुन देश जाँदैछु कतिजना दिदीबहिनी कस्तो हुन्छ म त दुबई हिँडेको म त कुवेतमा पो पुर्याइदियो म दुबईमा बस्छु भनेको त मलाई त ओमान पुर्याइदियो होइन म ओमान जाने भनेको होइन अहिले मैले भने नि त्यो हाम्रो दिदीबहिनी 20 जना दिदीबहिनीहरू त्यो दिदीबहिनीहरूलाई उहाँ गएपछि उहाँहरूले 2-4 दिन कम्पनीमा काम लाए जस्तो गरेछ त्यसपछि उहाँहरूलाई चाहिँ के भन्छ के अरे घरमा डोमेस्टिक वर्क घरमा छोडिदिने अनि त्यहाँदेखि उनीहरूले घरमा छोडिदिएपछि उनले एउटा घरमा 5 घन्टा 4 घन्टा गर्नुपर्ने होइन गर्नुपर्ने अनि फेरि उनीहरूलाई कलेक्ट गर्यो अर्को घरमा पुर्याउने एक दिनमा 15-16 घन्टा 18 घन्टासम्म काम गर्यो म्याम भन्दै थियो उनीहरूले यहाँ 1,80,000 तिरेको जबकि यहाँ फ्री भिसा फ्री टिकट कुरा छ होइन जिरो कस्टमा जाने कुरा छ उनीहरूले 1,80,000 1,60,000 तिरेर गएको बहिनीहरू छन् र हामीले उहाँलाई कम्पेन्सेट गराउनु सकेन किन कुनै पनि आधार भएन हामीसँग प्रमाण भएन र त्यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई त्यो कुरामा सचेत हुनु पऱ्यो नि त म चाहिँ त्यो बहिनीहरू कसरी फर्क्यो भने उहाँ एउटा बहिनी चाहिँ 1 वर्ष फर्केछ किनभने उहाँहरूले 4-5 महिना त्यो गरेछ 4-5 महिना चाहिँ घरमा काम गरेछ त्यसपछि हामी यसो काम गर्न सक्दैन हामी चाहिँ कम्पनीमा काम गर्ने भनेर आएको होइन तर हामी चाहिँ यहाँ यसरी घरमा काम गर्न सक्दैनौँ भनेर उहाँहरू ढिट भएर उहाँहरूलाई चाहिँ 2 जनालाई फर्काइदिएको रहेछ अरूहरू चाहिँ त्यस्तै घरमा काम गरिरहेछ र मलाई अचम्म के लाग्यो भने विनयजी उहाँहरूले त्यो घरमा काम गर्दा 1 घन्टाको $25 केडी दिँदो रहेछ कि 25 केडी उसले 15 घन्टाको 25ले टाइम्स गर्नु त कति हुँदो रहेछ तर उनीहरूले चाहिँ पाउने भनेको 80 केडीदेखि 100 केडी महिनामा त्यो 80 र 100 केडी त उनीहरूले एक दिनमा कमाउँदो रहेछ त्योभन्दा धेरै कमाउँदो रहेछ तर महिनामा उनीहरूले 100 केडी दिँदो रहेछ कति साह्रो तस्कर होला होइन कति साह्रो ट्राफिकिङ होला कि उनीहरूको के हो मतलब उनीहरूको वेस्ट थेफ्ट भन्नु त्यो अहिले भन्छ नि ज्याला चोरीको कुरा आएछ नि ज्याला चोरी छ क्या एक दिनमै उनीहरूले 100 केडी भन्दा बढी त एक दिनमै कमाउँदो रहेछ तर एक महिना काम गर्दा उनीहरूले 100 केडी अनि त्यो पैसा सबै एजेन्टले घर सबै कलेक्ट गरेर ल्याउने आएर एजेन्टलाई बुझाउनु पर्ने रहेछ
हैन। त्यसले गर्दाखेरि त्यो कुरामा सचेत हुनु पर्यो कि यो भनेको चाहिँ तपाईँहरूलाई ट्राफिकिङ है। अहिले हामी भन्छौँ पहिला ट्राफिकिङको परिभाषा भन्ने के हो त, अब बेचबिखन सेक्समा मात्रै उ गर्थ्यो जोड्थ्यो। तर अहिले चाहिँ एउटा काम भने अर्को काम लाउनलाई पनि ट्राफिकिङ भन्छ। एउटा देश भने अर्को देशमा लानु पनि ट्राफिकिङ हो भन्छ। ठिक छ टेकबहादुरजी, जसरी एउटा देशमा पठाउनु पर्ने अर्को देशमा पठाइन्छ, त्यहाँ लगेर अलपत्र पारिदिन्छन्। कहीँ न कहीँ एजेन्टहरूको भूमिका यसमा हुन्छ, एउटा म्यान पावर व्यवसायीको पनि कहीँ न कहीँ भूमिका देखिएको छ। तर यसमा यस्तो भूमिकाहरू निर्वाह गरिराख्दा वैदेशिक रोजगार सङ्घले के गर्छ, कसरी आफ्नो निजी क्षेत्रको पनि भूमिका के हुन सक्छ, के भन्नुहुन्छ? अब यो कार्यान्वयन पक्षमा विशेष गरेर प्रत्यक्ष संलग्नता चाहिँ वैदेशिक रोजगार व्यवसायीको के अरे रोजगार व्यवस्थापनका सन्दर्भमा प्रत्यक्ष संलग्नता हुने भएको कारणले गर्दाखेरि वैदेशिक रोजगार व्यवसायीले अब यहाँनिर अलिकति विषय अलिकति फरक देखियो। एउटा यहाँको प्रश्नमा पनि के पाइयो भन्दाखेरि जो व्यक्तिहरू जस्तो अघि विजयजीले भन्नुभयो वैदेशिक रोजगारमा एउटा कुनै एजेन्सीबाट गयो तर लाने, तर फेरि मान्छे गर्न चाहिँ के त भन्दा घर घरमा जानुपर्ने दुबई तर कुवेत पठाइन्छ। अब रह्यो कुरा अर्को सँगसँगै भन्नुहुन्छ के हो भन्नुहुन्छ भनेदेखि यो अघि हामीले जुन ह्युमन ट्राफिकिङको कुरा गऱ्यौँ, महिला कामदार प्रतिबन्धको विषय चाहिँ अघि विजयजीले जोरदार उठाइराख्नु भएको हुनाले मैले यो विषय बोलिनँ। मैले अघि नै पनि के भनेको छु भने राम्रो संयन्त्र, कानुनको संयन्त्रको तयार गरेर त्यो दुबईबाट कुवेत जाने वातावरणको सृजना नगरौँ। त्यसलाई त यहीँबाट प्रतिबन्ध गर्न सकिन्छ, यहीँबाट चाहिँ त्यसलाई व्यवस्थित गर्न सकिन्छ। त्यसका लागि के गर्नु पर्यो त भन्दा 980 भन्दा बढी वैदेशिक रोजगार व्यवसायीहरू जिम्मेवार ढङ्गले सरकारको कानुनलाई मानेर व्यवसाय सञ्चालन गरेर बसेका छन्। ती वैदेशिक रोजगार व्यवसायीलाई नै उत्तरदायी बनाएर सम्पूर्ण मुलुकहरूमा 111 मुलुकहरूमा पनि चाहे सङ्गठित क्षेत्रमा होस् अथवा चाहिँ घरेलु कामदारको रूपमा होस्, विशेष गरेर महिला कामदारहरूलाई पठाउने जिम्मेवारी ती संस्थाहरूलाई दिउँ ताकि त्यो दुबईबाट कुवेत जाने विषय त्यहाँबाट रोकिन्छ, दुबईबाट साउदी अरेबिया जाने विषय त्यहाँबाट रोकिन्छ। यदि हामीले त्यसो गर्न सकेनौँ, यदि हामीले चाहिँ ती वैदेशिक रोजगार व्यवसायीलाई नै जिम्मेवार बनाएर यो सम्पूर्ण सेक्टरलाई चाहिँ खोलिदिन सकेनौँ भने तस्करी त बढेको बढे नै गइ नै रहन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अर्को हामीले सँगसँगै जोड्नुपर्ने विषय कहाँनिर छ भन्नुहुन्छ भनेदेखि जस्तो भिजिट भिसाको कुरा हामीले गरिराखेका छौँ। राज्यले ती ट्रान्जिट कन्ट्रीहरू जहाँ छन् ती ट्रान्जिट कन्ट्रीहरूमा हाम्रो नेपालका चाहिँ कूटनीतिक नियोगहरू छन्। सामान्य विषय भिजिट भिसामा काठमाडौँको पोर्ट प्रयोग गरेर दुबई पुग्यो, शारजाह पुग्यो, शारजाहबाट चाहिँ कुवेत उड्ने बेलामा कमसेकम त्यहाँको सरकारी संयन्त्रसँग छलफल गरेर त्यहाँ हाम्रो भएको कूटनीतिक नियोगले चाहिँ अनिवार्य एनओसी दिनुपर्ने, नो अब्जेक्सन लेटर दिनुपर्ने दुबईबाट कुवेत उड्नका लागि भन्ने सामान्य व्यवस्था किन गर्न नसक्ने होइन? यी सामान्यभन्दा सामान्य चिजहरूलाई मेन ढङ्गले चाहिँ राज्यले सोच्ने हो भनेदेखि चाहिँ यसको चाहिँ विशेष गरेर पोलिसी लेभलमा अघि ओम सरले भने जस्तो पोलिसी लेभलबाटै चाहिँ यसलाई एकदमै मिहिन अध्ययन गरेर कोबाट के चिजहरू लिने हो ती कुराहरू लिएर त्यसलाई चाहिँ नि के अरे एउटा नियन्त्रण गर्ने, नियमन गर्ने कुराहरू चाहिँ अलिकति सृजित ढङ्गले, अलिकति सृजनात्मक ढङ्गले चाहिँ लैजानुपर्छ होला भन्ने मलाई लाग्छ। तर भिसाका नाममा मानव तस्करीमा पर्ने होस् वा अन्य कुनै माध्यमबाट र विदेशमा गइसकेपछि वैधानिक तवरबाटै गइसकेपछि पनि श्रम शोषणमा पर्न नदिन, यस्ता घटना हुन नदिन, तत्कालका लागि समस्या समाधानका लागि यो घटना न्यूनीकरणका लागि तपाईँका बुदागत सुझावहरू के हुन्? बुदागत सुझावहरू सबैभन्दा पहिला त महिला घरेलु कामदारहरूलाई चाहिँ नि यो प्रतिबन्ध फुकुवा गरौँ। दोस्रो कुरा सङ्गठित क्षेत्रमा म यहाँलाई एउटा सामान्य कुरा भनौँ, घरेलु कामदार मात्रै होइन, मलेसिया व्यवसाय गर्ने अथवा मलेसियामा श्रमिकहरू कामदारहरू पठाउने वैदेशिक रोजगार व्यवसायीहरूले चाहिँ ठुल्ठुला 5 स्टार होटलमा महिला कामदारहरू पठाउनु पाउँदैनन्। ठुल्ठुला चाहिने अब जस्तो मानौँ म्याकडोनल्ड्समा चाहिँ महिला कामदारहरू पठाउनु पाउँदैन होइन, केएफसीमा महिला कामदारहरू पठाउनु पाउँदैन। ठिक छ, क्लिनरमा नपठाउँ न, राज्यले पनि प्रतिबन्ध लगाउँछ, हामी व्यवसाय आफू पनि भन्छौँ क्लिनरमा नपठाउँ, तर सङ्गठित क्षेत्रमा ठुला ती सर्भिस सेक्टरहरूमा त पठाउने वातावरण त सिर्जना गरौँ न त। यो पनि त सामान्य कुरा हो नि त। राज्यले सोच्दाखेरि त ल ठिक छ यो क्षेत्र चाहिँ खोलौँ भन्दा हामीले सरसर्ती हेर्ने हो भने अघि साउदीमा 60,000 भन्यौँ, कुवेतमा 60,000 भन्यौँ, 1,20,000 मान्छे भयो। 1,20,000 होइन 2 लाख मान्छे चाहिँ त्यत्रो ठुलो सङ्गठित क्षेत्रमा मलेसियामा मात्र खपत हुनसक्छ हाम्रो जनशक्ति भनेपछि यो विषयलाई अलिकति राज्यले ध्यान दिनु पर्यो एउटा। दोस्रो कुरा चाहिँ भनेपछि के राज्यले यसमा पर्याप्त ध्यान दिन नसकेको हो? राज्यले ध्यान दिन नसकेकै हो। किन भन्दा मागपत्र प्रमाणीकरण सहजीकरण नगरिदिइसकेपछि त त्यो सहजीकरण गर्ने बित्तिकै ती सबै मागहरू वान डोर भएर ती 980 व्यवसायी कहाँ आउने भए
वान्डोर भएर 980 व्यवसायिक आउने बित्तिकै 99% चाहिँ नि त्यो सुरक्षा भयो, त्यहाँ सुरक्षित भयो। त्यो कानुनको दायरा अब केही अघि विजयजीले भने जस्तो 2 जना फर्केर आए 20 जना जाँदैछन्, ती केही अपवाद बाहेक 99% सुरक्षा त्यहाँबाट सृजना गर्न सकिन्छ, त्यहाँबाट चाहिँ श्रमिकहरू सुरक्षित हुन सक्छन्। एउटा विषय मागपत्र प्रमाणीकरणका सन्दर्भमा चाहिँ नि अघि अब विजयजीले नै भन्दै हुनुहुन्छ पोर्चुगलमा अथवा चाहिँ पोल्यान्डमा अथवा चाहिँ काहीँ के अरे रोमानियामा गएर घरेलु कामदारको रूपमा मान्छे काम गरिराखेको छ। मैले अघि भने यहाँबाट दुबई जाने, दुबईबाट त्यहाँ जाने, त्यो मागपत्र प्रमाणीकरण सहजीकरण गरिदिने बित्तिकै यहाँ आई डोन्ट नो त्यहाँ के भइरहेछ। परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिचको आन्तरिक समन्वयको अभावका कारणले गर्दाखेरि चाहिँ मागपत्र प्रमाणीकरण सहजीकरण हुन सकेको छैन कि अब यो आन्तरिक रूपमा राज्यले तयारी गर्नुपर्ने विषय कहाँ अड्क्यो हामी जान्दैनौँ। तर यसको सबैभन्दा कडी र यसको सबैभन्दा ठुलो विषय भनेको प्रतिबन्ध खोलौँ, सङ्गठित क्षेत्रमा महिला कामदारलाई जान दिउँ र मागपत्र प्रमाणीकरण सहजीकरण गरौँ। अनि अझ मसिना विषयहरू छन्, ती विषयहरूमा चाहिँ पछि कुरा गरौँला। मेजर विषयहरू चाहिँ यी विषयहरू हुन्, राज्यले अत्यन्त चाहिँ द्रुत रूपमा र अविलम्ब यसलाई चाहिँ नि सम्बोधन गर्नुपर्छ। अघि दोस्रो बुँदामा हुनुहुन्थ्यो, तेस्रो बुँदा चाहिँ के? दोस्रो बुँदा भन्नाले तपाईँले अघि जसरी जोड्नुभयो सरकारले ध्यान दिन सकेन, राज्यले पहल गरेन भन्ने खालको कुराहरू गर्दै हुनुहुन्थ्यो। त्यसपछि अन्य अरू सुझावहरू, अरू बुँदाहरू के हुन सक्छन्? जस्तै अब मैले अघि पनि भने पुनः फेरि अब यो अहिले सबैभन्दा पहिला त यहाँ हाम्रो जुन अध्यागमन विभाग छ के अरे चाहिँ अथवा हाम्रो एयरपोर्ट छ, त्यो एयरपोर्टलाई अघि ओम सरले भने जस्तो अलिकति निगरानी चाहिँ नि अविलम्बै बढाउनुपर्छ होला भन्ने कुरा भयो। दोस्रो कुरा चाहिँ खुल्ला सीमा जुन छ, त्यो खुल्ला सीमामा पनि अब चाहिँ नि सिएसओजहरूको पनि उपस्थिति हुनु पर्यो, ब्युरोको पनि उपस्थिति हुनु पर्यो र त्यो दुवै पक्ष र सरकार आफ्नो चाहिँ उपस्थिति त्यहाँ जनाउन सक्यो भने केही हदसम्म चाहिँ त्यसले नियन्त्रण गर्न सक्छ। र अर्को सँगसँगै विषय कहाँनिर जोडिन्छ भन्नुहुन्छ भनेदेखि चाहिँ यो अध्यागमन विभागबाट के अरे भिजिट भिसामा गइरहेका व्यक्तिहरूको सङ्ख्या कति हो त्यो सङ्ख्या निकाल्ने हो भने यो स्पष्ट हुन्छ। महत्त्वपूर्ण समयका लागि यहाँहरू तीनैजनालाई धेरै धेरै धन्यवाद। हामीले वैदेशिक रोजगार र भिजिट भिसाको आडमा भइरहेको मानव बेचबिखन तथा ओसार पुसार र शोषणको अवस्थाका साथै यसलाई निरुत्साहन र नियन्त्रण गर्न के कस्ता पहल गर्न जरुरी छ भन्ने सन्दर्भमा कुराकानी गर्यौँ। आजको कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार।